Namaste everyone. म को हो त? I'm just a normal person trying to improve myself daily 1%. So मैले यो भिडियो बनाउनुको कारण के हो भन्दाखेरि I want to talk about the educational system of Nepal. I'm just a SC graduate. मैले भर्खर SC दिएको. सानैदेखि मलाई फुटबलर बन्न मन थियो. सानैदेखि फुटबल खेलेर आफूलाई केही गर्छु लाइफमा फुटबलमा गर्छु भने. तर यो मलाई पढाइले गर्दाखेरि मैले फुटबल खेल्न पाइनँ. मेरो आफ्नो इच्छा सब ध्वस्त भयो. तर मैले के सोचेँ यो फुटबल मेरो लागि रहेनछ किनकि म सानैदेखि बिरामी हुन्थेँ. लाइक मलाई केही गर्नु छ भने मलाई गर्न दिनुहुन्थेन किनकि मलाई सानैदेखि आस्थमा थियो. सो म छिटै बिरामी हुन्थेँ. तर के रियलाइज मैले गरेँ भन्दाखेरि लाइफमा हरेक पाटामा आफ्नो हबीहरू चेन्ज हुन्छ हाम्रो. सो द्याट इज समथिङ आई हेभ अल्सो लर्न. अब यो मैले भिडियो बनाउनुको कारण किन भन्दाखेरि मैले चाहिँ अहिले आफूले चाहिँ कम्प्युटर इन्जिनियरिङको लागि म लाइक लिटरली आई हेभ अ गुड स्कोप विथ इट. आइएम एआई इन्थुजियास्ट. अनि मैले डक्टर एआई नेपाल पनि बनाएको थिएँ अनि जो चाहिँ धेरै अलिक पपुलरै भएको थियो. यसले चाहिँ के गर्छ भन्दाखेरि हामीले कुनै डक्टरलाई हामी डक्टरकोमै जानुपर्छ भन्ने छैन. हामीलाई केही मेडिसिन्सहरू चाहिएको छ भने हामीले मेडिकेसन्सहरू गर्न मिल्यो. सो अब यति भयो. मैले कम्प्युटरमा आफ्नो लाइफ दिइरहेको छु. म आई लर्न न्यू थिङ्स एभ्री डे. आई डु भिडियो एडिटिङ एन्ड मेनी मोर. आई लर्न अबाउट एआई एन्ड मेरो आफ्नो एजेन्सी पनि छ. द्याट इज माफी एजेन्सी. सो यो एजुकेसन सिस्टमको नेपालको कुरा गर्नु भन्दाखेरि पहिला नेपाल एउटा विकसित देश होइन नि. तर यहाँ रिसोर्सेस धेरै छन्. यो रिसोर्सेसहरू युज गरेर वी क्यान अर्न अ लट. तर मैले के हो मेरो यहाँ म यो भिडियोमा आएको भन्दाखेरि नेपालको एजुकेसन इज बुलसेट. सरी फर माई वर्ड्स बट इट इज ट्रु. बिकज हामीलाई केही लाइफमा गर्नु छ. हाम्रो लाइक एभ्री मिडल क्लास फ्यामिलीको प्यारेन्ट्सहरूले हामीलाई पढ भन्नुहुन्छ. हामीले अरूको बुक पढिरहेछौँ. अहिलेसम्म हामीले अरूको मात्रै बुक पढिरहेको. हामीले आफ्नो जीवनमा हामीलाई के गर्नु मन छ त्यो कसैले हेर्दैन किनकि विनो हामी धेरै बाँच्दैनौँ. अब हामीलाई जुन कुरा इच्छा छैन त्यो गरेर हामीले के पाउँछौँ. यो म एभ्री प्यारेन्ट्सलाई भन्छु कि हामीलाई लाइफमा केही गर्नु छ, केही ठुलो गर्नु छ किनकि भगवान्ले हामीलाई यहाँ केही पर्पोजको लागि पठाउनु भएको. सो हामीले यो खेर हाल्नु हुँदैन. अनि मैले भन्न खोजेको चाहिँ यो हामीलाई चाहिँ जे कुरा गर्नु मन छ नि त्यो हामीले गर्न पाएनौँ र हामी आफ्नो गोल्सहरू भन्दा अरू ठाउँमै लाइक पढाइमा सपोज पढाइमा गोल हुनसक्छ डक्टर बन्ने, इन्जिनियर बन्ने. अहिले जति पढ्छन् होइन, जति पढ्नु भएको छ मभन्दा ठुलो लाइक जति पढ्नु भएको छ नि दे आर फेड अप. वाट डु मिन बाई फेड अप भन्दाखेरि सानैदेखि उहाँलाई पढ्नुपर्छ. तर के पढ्नुपर्छ भनेर लाइफमा कसैले केही भन्यो. सो सानैदेखि पढ्नुपर्छ भन्दा उहाँहरू चाहिँ के गर्नुहुन्छ भन्दाखेरि दे एन्ड अप गेटिङ अ 30 to 50K स्यालेरी जब्स. सो मान्छेलाई पैसाको कुरा ठुलो होइन, नलेजको कुरा हो. सो हामीलाई केही नलेज चाहिएको छ. हामीलाई आफूलाई सपोज मलाई एआई इन्थुजियास्ट बन्नु मन छ. सो आई एम लर्निङ अबाउट एआई डेली. मेरो प्यारेन्ट्सहरूले मलाई सपोर्ट गर्नुहुन्छ. तर यो सबैको फ्यामिलीमा हुँदैन. कोहीको के फ्यामिली प्रब्लम हुन्छ. त्यही भएर चाहिँ स्टुडेन्टहरूलाई चाहिँ पढाइ मात्रै हुन्छ. धेरै जस्तो नेपाली अहिले मलाई हेर्दा पहिला पनि लाग्थ्यो मलाई ओहो पढाइले खतरा हुन्थ्यो. तर जब म डेभलप हुँदै गएँ, जब मैले चाहिँ रियल लाइफ भनेको के हो बुझ्न थालेँ. सो मलाई लागेको चाहिँ पढाइ एउटा राम्रो कुरा हो तर नराम्रो पनि हो. किन भन्दैछु भन्दाखेरि अहिले हामीलाई जुन सब्जेक्ट्स पढाएर आयौँ त्यो सब्जेक्टको काम केही छैन हाम्रो लाइफको गोलमा. मलाई अब एउटा इन्जिनियर बन्नु छ होइन, मलाई केही भिडियो एडिटिङ सपोज मलाई भिडियो एडिटिङ गर्नु छ. तर मलाई भिडियो एडिटिङ गराउन साटो मलाई बेसिक पढाइरहनु भएको छ. नेपालीको च्याप्टर 1 च्याप्टर 2 त्यो के काम. जब मेरो गोल भनेको मलाई भिडियो एडिटर बन्नु मन छ त्यो किन हामीलाई पढाइयो. किनकि यो चाहिँ ट्रेडिसनल एजुकेसन सिस्टम हो. मान्छेहरूलाई पढ भन्छ. दिस इज कल्ड ऱ्याट रेस. मान्छेहरूलाई ऱ्याट रेसमा पुऱ्याउँछ कि लाइफमा केही गर्नु छ भने आफै गर्ने. आफ्नो आइडियाले चाहिँ हामीले केही गर्नुपर्छ भनेर हामी चाहिँ बुझ्नुपर्छ. द्याट इज द फर्स्ट थिङ. अनि अर्को कुरा भनेको सपोज हाम्रो इच्छाविहीन हामीले काम गरिरहेको छौँ. सपोज मैले केही जब गरिरहेको छु आफ्नो इच्छाविहीन. द्याट इज
लाइक मैले आफ्नो लाइफको बाटो वेस्ट गरिरहेको छु। लाइफ आउँदैन नि फेरि। लाइफ भनेको धेरै ठुलो कुरा। अब अहिले मसँग आफ्नो लाइफ छ, तर मैले पढेँ होइन, मलाई इन्जिनियर बन्नु छ, ल मैले इन्जिनियरिङै पढेँ। मैले अरूले बनाएको बुक पढिरहेको छु, त्यहाँबाट नलेज पाइरहेको छु होइन। त्यो नलेज अब के हुन्छ भन्दाखेरि मोस्टली हामी मान्छेहरू जो पढ्छन् नि तिनीहरूले चाहिँ यो थ्योरीहरूलाई दिमागमा मात्रै राख्छन्, प्र्याक्टिकल कहिले गर्दैन। हजुरहरूको देख्न सक्नुहुन्छ मान्छेहरू जति पढेछन् तर त्यसलाई केही इम्प्लिमेन्ट नगरे हुन्छन्। सो त्यसलाई चाहिँ इम्प्लिमेन्ट गऱ्यो भने द्याट इज द बेस्ट थिङ। अब हाम्रो लाइफमा प्रपोज छैन, के गर्नुपर्छ भनेर लाइफमा छैन। मेरो पनि 1-2 वर्ष अगाडि मलाई केही गर्न मन थिएन। अहिले मैले यो भनेको किनकि आई डिडन्ट वान्ट टु लिभ माई लाइफ पहिला, कति 1-2 वर्ष अगाडि। तर जब मैले के गर्न सक्छु, मैले आफ्टर आई स माई मदर फादर फेस होइन, मैले आफ्नो मम्मी बाबाको मुख देखेपछि उहाँले कति मिहिनेत गर्नुभएको थियो, उहाँहरूको स्टोरी सुने मैले। त्यसपछि आई एम ग्राइन्डिङ माई एस अफ। अहिले म जति गरिरहेको छु द्याट इज फर माई फ्यामिली ओन्ली। म स्वार्थको लागि गर्दिनँ, मेरो फ्यामिलीको लागि मात्रै मैले आफूले जे गरिरहेको छु। सो यो मैले यो भिडियो बनाएको किन भन्दाखेरि मैले चाहिँ यो एजुकेसन सिस्टम नराम्रो हो, हावा हो। किनकि के भयो भन्दाखेरि मैले एससी दिएको भर्खर, मैले अप्सनल म्याथमा A+ ल्याउने भनेर यस्तो मिहिनेत गरेर गरेको थिएँ, तर मेरो के आयो, B आयो। अनि फेरि रिटोटलिङ गरेको A+ आयो। के हो यस्तो? चेकिङ हुन्छ यस्तो? म टेक्निकलमा एभ्री टाइम मैले A+ ल्याउँथेँ। मेरो एउटा स्टोरी छ, म सुरुमा टेक्निकलमा राम्रो थिएन 10मा। सो मेरो C++ मा 20, 21, 30 अनि सिधै मैले यस्तो ग्राइन्ड गरेँ, त्यसपछि मेरो 49 आएको छ, 48 वा 49 आएको छ। सो त्यस्तो आउँदा पनि मेरो ग्रेडमा E मात्रै आएको छ। सो यो 1 महिनामा चेक गरेको त्यस्तो हुन्छ। सो अब मलाई मेरो गोल जे छ नि, त्यो हजुरको पनि केही गोल छ। अब प्यारेन्ट्सले के भन्नुहुन्छ, प्यारेन्ट्सले के भनेर यो सम्झिनु कि सपोज म एउटा इक्जाम्पल लिन्छु, सौरभ जोशीले पहिला भ्लग्सहरू बनाउँदा मम्मीले कति कराउनुहुन्थ्यो, यु क्यान सी पिपुल लाइक गर्न छोडिदिए पढाइ गर। अहिले सौरभ जोशीले पढाइ भयो, अहिले त्यस्तो गर्न सक्थ्यो भन्नु न किन? अहिलेसम्म जो मान्छे देख्नु भएको छ नि, अहिले मैले पढाइको नराम्रो भनेको होइन, तर यो पढाइले आफ्नो क्रिएटिभ आइडिया चाहिँ के लान्छ क्या। जति मैले अहिले मलाई खतरा के बिल्ड गर्ने आइडिया आइसक्यो। अहिले म बोल्दा मेरोमा आइडिया खेलिरहेछ। सो मैले त्यो आइडियालाई इम्प्लिमेन्ट नगरेर मैले आफ्नो बुक पढेर मैले यो रहेछ, अब म यसलाई म प्रोग्रामिङ गर्छु होइन, अब एआईले प्रोग्रामिङ खाइसक्यो, तर एआईलाई राम्रोसँग युज अहिले नेपालमा के छ भन्दाखेरि अहिले म भर्खर 11मा हो, अब मैले जाभाहरू पढ्छु, हाम्रो टेक्निकल स्ट्रिम छ होइन 11मा। सो अब 11मा यो जाभाहरू यो यिनीहरू पढाउनु भन्दा एआई जेनरलिस्ट कसरी भन्ने, यो चाहिँ हामीलाई कसैले सिकाउँदैन। जुन छ नि यो पढाइ, दिस इज भेरी ट्रेडिसनल। अहिले एआईले यस्तो खाइसक्यो, जाभा पढाइरहेछ मलाई वेब डेभलपमेन्ट पढाइरहेछ, म पढाउनै पर्दैन। आई हेभ डेभलप्ड सो मेनी एप्स। लाइक अहिले मैले आफ्नो लागि एउटा एनिमी रेटिङ एप बनाइरहेको छु मेरो साथीहरूसँग मिलेर। सो मैले डक्टर एआई नेपाल बनाएँ। त्यो बनाउन मलाई पढ्न चाहिएन, मैले चाहिँ रिसर्च के पढ्न, मैले बुकको पढ्नु परेन कि मैले रिसर्च गरेँ। यति इन्टरनेटमा सोर्स। सपोज म एउटा इक्जाम्पल लिइरहेको छु फ्रम माई मम। मेरो मम्मीले एन्टरप्रेन्योरसिप पढाउनुहुन्छ है। अब मम्मीले एन्टरप्रेन्योरसिप पढाउनुहुन्छ, मैले चाहिँ मम्मीलाई भनेको इट इज नट अफेन्सिभ, बट मैले मम्मीलाई भनेको सपोज तपाईँले एन्टरप्रेन्योरसिप नपढाएर एउटा रियल एन्टरप्रेनरले पढायो भने त्यसले चाहिँ हजुरभन्दा 10x फास्टर गर्छ। एन्ड इट्स ट्रु, किनकि बुकको थ्योरीले मात्रै हुँदैन क्या। अहिले जो भन्नुभएको छ मलाई कमेन्टमा भन्नुहोस् होइन, बुकको थ्योरीले यहाँ वर्ल्डलाई कसले चेन्ज गरेको छ थ्योरीले भन्नु है। किनकि जसले प्र्याक्टिकलसम्म गर्दैन, रियालिटीमै छैनौँ कि हामी यस्तो डिल्युजनलमा छौँ होइन। सपोज म काम गरिरहेको छु, म पढिरहेको छु, सो म यस्तो डिल्युजनमा छु होइन, खतरा हुन्छ भनेर यस्तो थ्योरी पढेर डिल्युजन त हुँदैन क्या। किनकि इलन मस्कले फिजिक्समा अहिले फिजिक्स पढाए, दिस इज भेरी गुड होइन, फिजिक्स हि क्रिएटेड टेस्ला। सो यो टेस्ला बनाउनु पनि यु हेभ टु हेभ अ गुड नलेज अफ फिजिक्स चाहियो। तर उसले आफ्नो त्यो दिमागमा थ्योरी मात्रै राखेको भयो, त्यो फिजिक्स पढेको त्यो बनाउँदैन थियो कि। त्यही भएर चाहिँ हामीले चाहिँ आफूमा के आइडिया छ भने त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न जानु। सो
त्यो आइडिया इम्प्लिमेन्ट गर्न सकियो भने हामीले लाइफमा केही गर्न सकिन्छ। नत्र यत्तिकै बसेर म यति पढ्छु अनि जब खान्छु अनि मेरो लाइफ सक्यो, त्यस्तो गर्ने होइन। ल म इक्जाम्पल दिन्छु, इलोन मस्क सब अहिले जो छ नि, इलोन मस्क जो छ नि तिनीहरूले कलेज ड्रप आउट हाने। अब भन्नु होला ओहो त्यसले कुन कलेज पढेर ड्रप आउट हाने हो, सपोज मार्क जुकरबर्गले हार्वर्ड पढेर ड्रप आउट हाने होइन। सो अनि तैँले कहाँ हार्वर्ड पढ्छस्, म त बालुदार पढिरहेको छु तैँले कहाँ हार्वर्ड पढ्छस् त भनेर पनि कुरा गर्नुहुन्छ। अनि त्यही त हो नि, हाम्रो नेपालमा छु म अहिले, आई हेभ द एबिलिटी टु स्टडी इन हार्वर्ड, तर के छ भन्दाखेरि मलाई विदेशमा केही गर्नु छैन, आफ्नो देशमा मैले के गर्न सक्छु र यो युथ छ नि, यो युथमा चाहिँ हामीले के गर्न सकिन्छ भनेर सोच्नुपर्छ। विदेश जाने हो तर विदेशमा गएर आफूले चाहिँ आफ्नो लाइफ दिने होइन कि विदेशमा। अहिले तपाईँले विदेशमा गएर घर किनेर वा नेपालमा केही गरेर घर किनेको ठुलो खतरा भनेको नेपालमा गएर, किनकि मान्छेहरूले त्यसलाई रेस्पेक्ट गर्न जान्छ। अब मैले के भन्दाखेरि अब तपाईँ जेको जब गर्दै हुनुहुन्छ, म त अब जम्मा एउटा सानो बच्चाले भनिरह होला भनेर, तर मेरो माइन्डसेट मोस्ट नेपालीहरूको जस्तो छैन। म यसमै भनिदिन्छु, मेरो माइन्डसेट मोस्ट नेपालीहरूको जस्तो छैन, किनकि अहिले मान्छेहरूले जब चाहिँ गर्नै पर्छ। डिग्री चाहिन्छ, डिग्री कुनै सर्टेन कन्डिसनलाई चाहिन्छ तर कुनै सर्टेन कन्डिसन चाहिँदैन। अब भन्नुहुन्छ पढाइ मान्छेले किन पढाइलाई यस्तो गरिरहेको छ भन्दाखेरि कि पढाइ भनेको के हो भनेर मान्छेले बुझेकै छैन कि संसारमा। जुन कुरामा आफूले लाइफ दिन चाहनुहुन्छ, जुन कुरामा आफूले स्किल बढाउन चाहनुहुन्छ त्यसको बारेमा रिसर्च गर्ने, त्यसलाई केही गर्ने। सपोज डक्टर बन्न मन छ, मलाई डक्टरको बारेमा रिसर्च गर्ने, त्यसको केही गर्ने होइन, त्यसको पढ्ने हो, त्यो भनेको हो के। अब भन्नु होला डक्टर भनेपछि अब डक्टरमा त अब स्कुल छोडेर होइन यहाँ घरमा पढेर त्यो मान्छेको सर्जरी गर्ने होइन, रियल मान्छे त्यो गर्न मिल्दैन नि त, तर त्यसको लागि स्कुलिङै चाहिन्छ। किन भन्दाखेरि डक्टर भनेको एउटा हबी र पेसा हो, सो त्यो गर्नु होला। तर अब धेरै के कन्डिसन छ भने मान्छेलाई पढ्नै मन लाग्दैन। अब मान्छेहरूले प्यारेन्ट्सहरूले पढ्नै पर्छ भने त्यो पढ्न नसक्ने मान्छेलाई के डिस्लेक्सिया हुन्छ कि केही हुन्छ, त्यो पढ्ने मान्छेलाई नपढ ब्रो, म भनिरहेको छु आफ्नो प्यारेन्ट्सले तिमी सक्दैनौ, तिमीसँग पेन टोलेरेन्सै छैन, तिमीसँग कन्सिस्टेन्टै छैन, तिमीलाई पढ्नै मन छैन भने छोडिदियो, त्यो पढ्नु पर्ने कुरै छैन, नपढे नि हुन्छ। सपोज तिमीलाई नपढेर म त यस्तो घरमा सुत्छु मोबाइल चलाउँछु त्यो भनेको धेरै नराम्रो। बरु तिमी त्यस्तो गर्छौ भने पढ्नै जाऊ, तर त्यस्तो गर्न चाहेन, आफूमा केही गोल छ भने चाहिँ त्यो सब कुरा अहिले जे फ्याक्टर आइरहेको छ नि, तिमीलाई पढ्न मन छैन भने नपढ, तर जुन कुरा तिमीलाई लाइफमा गर्नु मन छ नि त्यो कुरा गर, किनकि लाइफ इज भेरी सर्ट। चिल लिने काम गर। मान्छेहरूलाई यस्तो डिल्युजनमा पुर्याइसकेको छ भने पढाइले पढ्ने मान्छे खतरा, उसले भने पढ्ने मान्छे खतरा भन्नु न, पढ्ने मान्छे खतरा। यो पढ्ने मान्छे खतरा भनेको यो ट्रेडिसनल कुरा हो। मान्छेले पढ्न त जसले पनि सक्छ। अहिले एउटा सानो बच्चाले पढ्नै नसक्नेलाई गिभ हिम 1 month ही क्यान रिड, पढ्न नि सक्छ, बुझ्यो नि। तर त्यो बच्चाले पढिरहेको छ तर त्यसमा आइडिया आउँदैन, त्यही बुकमै पढेर मैले खतरा भयो भने त त्यो कहिले नसोच्नु होला। द्याट इज अ बुलसिट माइन्डसेट। सो अब भिडियो चाहिँ धेरै लामो पनि भइसक्यो। सो अझै तपाईँहरूलाई मैले यस्तो दिमाग लगाएर मैले यस्तो कुरा म अब चाहिँ एआई कन्टेन्टहरू होइन, नेपाली पिपुलहरूलाई आफ्नो बिजनेसहरू कसरी खोल्ने, त्यहाँ आफूलाई जे आइडिया छ त्यसलाई रिसर्च गर्ने भनेर कसरी रिसर्च गर्ने, कुन एआई टुलबाट रिसर्च गर्ने। र म एउटा राम्रो एआई इन्थुजियास्ट हो। सो आई विल टेल यु गाइज, मैले जे नलेज छ नि म त्यो यही च्यानलमा प्रोभाइड गर्छु। भन्दैमा चाहिँ के भन्छु भन्दाखेरि तपाईँलाई लाइफमा केही गर्नु छ, केही प्रपोज छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गर्नुहोस्, नगर्दा नि भयो, बिकज इट डज नट म्याटर। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।